हेलो एभ्रिवान, यहाँहरू सबैजनालाई हेर्नुहोस्, हामी गाडीभित्र छौँ, बसिरहेको छौँ। हामी यो समुद्रमाथि होइन, पुरा ब्रिज छ। अनि ब्रिजको माथि हामी गाडीमा जाँदैछौँ। यो चाहिँ तपाईँको दामी रहेछ, तर हामीले राम्रोसँग देखाउन पाएनौँ। यो चाहिँ हामी अब हामी पनि अब त हामी पुग्न आँट्यौँ है। हामी पुग्न आँट्यौँ। हाल्नु भरे रहेछ त है। Hi guys. Sorry. No. Papa, timbul pen kan nabi? किन गरेको? Kita tahu. Papa jatuh. Papa sekarang tahu itu. यो सिलिङबाट कोस्टल रोडबाट हिँड्ने हो कि कुन चाहिँ सिलिङ Anak Syangga. यो चाहिँ के हो त? ट्रकको के हो यो? उता पारिपट्टिको कहाँ पारि उताको यो के को सोरुम हो यो? सिमेन्टको हो क्या? सिमेन्टको सोरुम रहेछ त। यहाँ समातेर बस है तिमी। लोड किन पहुँचे ठीक है इधर अलिअलि पानी भरेको छ नि। यो पुरा बसको थियो क्या नि गाडी? एउटा यो बस्ती पनि ट्रेनको पट्टीमा हिँड्दो रहेछ है। अहिले त्यो सिस्टम बन्द गरेको छ नि हजुर? हजुर यो पहिला बस यता त्यो पट्रीमा हिँड्दो रहेछ नि पहिला चाहिँ। ट्रेन जस्तै हिँड्ने रहेछ नि। अहिले त्यस्तो बन्द भयो है। अब हामी 10 मिनटमा पुग्छौँ होला सायद। ए ओके।
ये ट्रेन का ब्रिज है, ऊपर ट्रेन चल रहा है। अब त हामी बम्बई भित्र क्रस गर्न सकिने। हामी आएकै छौँ न, हामी यहाँ पे ट्रेनबाट यहाँ नजिक लाग्यो गाडीमा क्या ट्रेनबाट हामी ब्रिज माथिबाट आयो नि, त्यहीबाट छिटो भयो नि त। हेलो बाहिरतिर दोकानहरू छ। अब हामी भित्र जाँदैछौँ गल्लीमा। ओहो लिया लिया हामी कहाँ जाँदैछौँ अब? लिया लिया हामी कहाँ जाँदैछौँ? पापा हजुर अब हजुर भन्नुहोस् भन्नुहोस् छोरी। कस्तो गल्ली बनाएको रहेछ है, ठ्याक्कै गरेको। लाग्यो सिग्नल है, सिग्नल लाग्यो। हामी यहाँबाट जाँदैछौँ सिधा। सिग्नल सिग्नल लागिरहेको छ। के भन्दैछ? मम्मा के भयो? इसको पछिल्लो साइडमा आउँदैछ कि ये देख ले नीचे फोटो राख्नु बता रहा फोटो फिर रास्ता है
और आपका आगे हो, वो पीछे वो YMCA है ना, लोकेशन में YMCA है, लेकिन हमें ज़्यादा लोकेशन हंसते ना सुत्ने नहीं पापा भूख लग पापा दे दो ना भूख लग त्यही तिमी खान सक्दैन अब बाहिर जान पाउँदैन नि अहिले भूख लग बाहिर जान पाउँदैन हौ हो, हजुर उत्रिन्छ अब 5 मिनटमा। आइसक्यो है 7 मिनट भएको रहेछ। ए ओके त्यसो त पुगिसक्यो रहेछ आसानीले पुग्यो है, यो अहिले सबै चिज आसान हुने रहेछ नि त। क्या हो गया हो मतलब क्या हो गया तो 4 बजे ट्रेन खुल्ने थियो, मेगा बोला भाई मेगा ब्लकले अनि कुर्ला बिर्ला छ मजा। आज पानी पनि थियो नि त बारिस थियो हामीले उतैबाट यही प्लानिङ गरेर निस्केको भए राम्रो हुन्थ्यो हो, झन् छिटो पुग्थ्यो हामी झन् छिटो पुग्थ्यो अनि पैसा पनि अलिक कम हुन्थ्यो, के गर्नु खर्च भयो नि। त्यतिखेर बुद्धि लगाएन हो नि मलाई त अब सबैले त्यही भयो नि त अब ट्रेनमै जाम भनेर कि त चर्च सक्ला छ क्याटभित्र है अब हामी त आइसक्यो 5-7 मिनट छ पुग्नको लागि अन्त अमिषाले फोन गर्दा सीधा बता रहे हैं आपका भी सीधा है ना तो YMCA पनि छ त्यही पासमा चाहिँ छ नि हेलो पहुंच गए ये लोग अमिषा लोग क्या गए अब हामी त अच्छा अच्छा ठीक है अभी हम लोग सात रास्ता पुगे के हाँ 7 रास्ता पहुँचे अब हामी 7 रस्ता आइसक्यो रहेछ 5-10 बजे पहुँचेंगे 7 बाटो नाम पनि के दामी रहेछ है 7 बाटो 7वटा बाटो भन्यो 7 बाटो भनेको है यो चाहिँ मुम्बई हो मुम्बई तपाईँले यो भिडियो हेर्दै हुनुहुन्छ भनेपछि यो चाहिँ नेपाल होइन बम्बई हो फोन लगाइसक्यो ना अमिषामा उता उत्तरी भाइले कि फोनै उठाउँदैन थियो उनीहरू चर्च आउँछ नि आज नै नआउने चर्चमा उता भाइन्डर जाने चर्चमा आयो हुन्छ नि त अहिले अलिक काम छ घरमा ए